अलि तपाईँहरू साधन चलाउँदै हुनुहुन्छ भने चाहिँ बाटोमा हिँड्ने मान्छे भन्दा पनि साधन चलाउने मान्छे चाहिँ अलिक बढी होसियार हुनुपर्छ है। यो चाहिँ कमल विनायकतिर जान्छ। कमल विनायकतिर पहिला हामी बसेको हामी घुमेको जग्गा अहिले यस्तो छ कमल विनायक। त्यति खासै परिवर्तन त छैन, तर पनि यसो भिडभाड अलिअलि धेर थोरै। यहाँबाट यता जानुभयो भने कमल पोखरी पुग्नुहुन्छ तपाईहरू। तर आज हामी कमल पोखरी जाँदैनौँ। अनि यताबाट गयौँ भने चाहिँ नगरकोट पुगिन्छ, नगरकोट। तर आज हामी नगरकोट पनि जाँदैनौँ। हामी चाहिँ सिधै यता ब्यासी हुँदै भक्तपुर क्यान्सर हस्पिटल हुँदै सल्लाघारी हुँदै हामी घर जाँदैछौँ। बाटो सानो छ, एकदमै अप्ठ्यारो छ। यसरी अगाडि जानुपर्छ। अगाडि टुरिस्ट बस लेखेको छ, टुरिस्ट ओन्ली भन्दैछ। जाम त्यस्तै छ, धुलो मैलो त्यस्तै छ। पर्यटक मात्रै पर्यटकको गाडीहरू धेरै हिँड्दो रहेछ यो साइडमा चाहिँ। बाइक चलाउनेहरू यसरी एकदमै होसियार भएर हिँड्नुपर्छ। हेर्नु हजुर अनि